गाइस हामी चाहिँ आज असम जाँदैछौँ। म छोरी बुबा असम जाँदैछौँ। बिस्तारै हिँड्या हो। आज चाहिँ हाम्रो मामाको घरमा हजुरबाको श्राद्धे खान जाँदैछु म। हाम्रो ड्याडी कता गए? हाम्रो ड्याडी मुन्टो बाङ्गो पारेर टोपी बाङ्गो पारेर यहाँ एउटा मुसुरी चाहिँ हामी इधर हम यसरी चाहिँ हुन्छ। यता अब पियाज किन उता उता गएको? पैसा लाग्छ पैसा। रत्न पार्कमा पैसा लाग्छ। लाग्छ। कसले भने? 50 रुपियाँ कति रुपियाँ लाग्छ? चप छिरेको भने पैसा छैन नतलाई जान्थे। आई डिन्ट ह्याभ मनी। 50 रुपियाँ पनि पैसा छैन गाइज मसँग। हजुर भन्नलाई नि साँच्चीकै मसँग पैसा छैन गाइज। गरिब भएको छु। यतापट्टि रत्न पार्क, यतापट्टि रानी पोखरी। हामी यता हिँड्दैछौँ। मुखेर नि मुख साँधा मुखेको मुख। आजबाट साउन्ड लाग्यो त। आजै गर्थ्यो साउन्डको। साउन्डकै कति हो गाइस। छोरा पनि लाएन, मेहन्दी पनि छैन। यसको चाहिँ सही छैन। त्यसै रानी पोखरी। यता रानी पोखरी, यता खप्यो रत्न पार्क। यो चाहिँ राजा महेन्द्रले आफ्नो श्रीमती रत्नको लागि बनाएको पार्क भएर चाहिँ त्यो पार्कको नाम रत्न पार्क गर्न गएको अरे। यो महेन्द्र राजा महेन्द्रले चाहिँ रानीको नाममा रानीको लागि बनाएको पार्क भएर चाहिँ रत्न पार्क रह्यो अरे होइन। यो स्कुल बुबा दरबार स्कुल। यो दरबार स्कुल पहिला पहिला राजा र राणाका बच्चाहरू मात्रै पढ्ने स्कुल हुन चाहिँ यो हो। बट यस्तो थिएन पहिला। यो पहिला उता जाठा चौकतिर कता थियो अरे। अनि अहिले यता सारेको भन्ने खबर पाएको थिएँ मैले चाहिँ। है यो चाहिँ साइबर ब्युरो। इफ यु हेभ एनी काइन्ड अफ प्रब्लम साइबर बुलिङ यहाँ आएर रिपोर्ट गराउन सक्नुहुन्छ हजुरहरूले। कार्यान्वयन त हुँदैन बट रिपोर्ट चाहिँ गराउने है फेरि यहाँनिर। हो पहिला पहिलामा पढ्नको लागि बुक लिन यहाँ आउनुहुन्थ्यो अरे क्या बुवाहरू।
लुगा सुजहरू बार्गेनिङ गर्न सक्यो भने या फेरि हुन्छ नि होलसेलमा उठाउनु भयो भने पनि राम्रै पर्छ। यहाँ एउटा आइसक्रिम चाहिएको फेरि आइसक्रिम बेलुका त घर जाँदा खानुपर्छ। त्यहाँ माथि बहिनीहरू छ नि होला त्यो चाहिँ किन्नुपर्छ एउटा त्यहाँ चिजको लानु पायो भने चाहिँ महँगो होला के गर्नु पर्छ